हेलो सबैजनालाई गुड मर्निङ। आज चाहिँ मेरो जन्मदिन। सो जतिजनाले पनि मलाई फेसबुक वाट्सएप कलहरू गरेर विस गर्नुभयो होइन, तिनीहरूलाई सबैजनालाई धेरै 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 धन्यवाद। के गर्नु बर्थडे होइन हाँसुट्यो मलाई त बर्थडेमा हेर्नु न मेरो काम यहाँ ओछ्यान भइरहेको छ यस्तो होइन। यहाँतिर नानी चाहिँ बिमार भएर हेर्नु नि यहाँनिर दबाई चाहिँ यति बिग्न छ होइन। उसलाई चाहिँ खासै सर्दी खोकी चाहिँ जाति भएन नि त, कति लामो सर्दी खोकी लाग्यो नि त। अन्त त्यो भएर चाहिँ उसको आँखा अस्ति त बिहान उठ्दाखेरि एकपट्टिको आँखा रातो भएको थियो होइन। अन्त अलि रातो भएको थियो अलिअलि, त्यो जाती भयो। त्यहाँबाट भोलिपल्ट फेरि बिहान उठ्दाखेरि चाहिँ निकै रातो भएको रहेछ नि त उसको आँखा। त्यहाँबाट चाहिँ हामीले डक्टर देखाउनु लग्यो। त्यहाँ डक्टर देखाएर चाहिँ यहाँ दबाई यो नाकमा हाल्ने हो, यो कुनै के एन्टिबायोटिकहरू यहाँनिर पुरै थुप्रै छ दबाई, नाकमा हाल्ने, कानमा आँखामा हाल्ने कुनै के निकै छ दबाई। उसले चाहिँ बिचरा दबाई खाँदैछ हो। अन्त के भन्दा नानीले चाहिँ मलाई के भन्दैछ भन्दाखेरि चाहिँ आमा बजार कहिले जानु भनेर सोधेको छ। किन भन्दाखेरि चाहिँ केक ल्याउनु अरे हो। बजार कहिले जाने भनेर सोधेको छ। म चाहिँ भर्खर उठेको नि त, मैले चाहिँ हिजो बेलुकै भनिदिएको थिएँ बुढालाई भोलि चाहिँ म लामो सुत्छु होइन। रातभरि निन्द्रा लागेन, बिहान पखाएको निन्द्रा कस्तो मिठो हुन्छ है। अन्त मैले चाहिँ उसलाई भनेको थिएँ भोलि चाहिँ मेरो बर्थडे हो, म लामो सुत्छु, मलाई नउठाउने भनेर भनिदिएको थिएँ। अन्त उठाउनु भएन। म चाहिँ अहिले कति 11 बजी 10:30 11 बजीतिर उठेको। अन्त अहिले चाहिँ हाम्रो घरको काम पनि भएको छैन नि त, मिस्त्रीहरू पनि आएको छैन आज हो। त्यही कारणले गर्दा पनि ढिलो उठेको। यहाँ आउन छ्यान्नु, यहाँ आउन छिटो। ए मेरो छोरा चाहिँ आउँदैछ। बजार जाँदैनौ? यहाँ आउन, आज के हो भनिदेऊ न। अब यस्तो भन्ने हुन्छ फेरि मलाई। ह्याप्पी बर्थडे हो मेरो। कसको? मेरो। ए उसको पो नि रे, त सेप्टेम्बरमा त। के ल्याउनु जाने रे बजार? राम्रोसँगले भन न, राम्रोसँगले भन न। केक ल्याउनु? कस्तो केक ल्याउनु? कत्रो ल्याउनु? कत्रो केक ल्याउनु? ठुलो बडे बर्थडे गर्लको चाहिँ काम ल। यहाँ बर्थडे गर्लको काम यहाँ। अब तपाईँलाई अझै मैले किचन देखाएको छैन, भाँडा चाहिँ ग्रास भइरहेको छ। किन भन्दाखेरि चाहिँ हिजो हामीले पर भाइहरूलाई पनि खानामा डिनरमा बोलाएको थियो नि त होइन। भाइ चाहिँ उता साउदीबाट आएको होइन, हिजो उसले बिहा पनि गरेको छ। अन्तखेरि बडीलाई पनि चिनाउनुको लागि अन्त उनीहरूलाई पनि सिधै खानामा बोलाइहालेको, बडीसँग पनि भेटघाट गर्नुको लागि हो। अन्त त्यही कारणले चाहिँ बेलुका आधी धुएँ। अन्त आधी धुँदा हत्तु भएर चाहिँ मैले छोडिदिइ राखिदिएको छु। यहाँ चाहिँ बर्थडे गर्लको बुढा यहाँ हेर्नुहोस्, मलाई भाडाले पर्खिराख्नु भएको छ। ए यो बर्थडे चाहिँ काम गर्नुपर्छ, काम साथीहरू। फर्स्ट चाहिँ अब चाहिँ बर्थडे गर्दा भोक लाग्यो हो, अब चाहिँ ड्याम्मै भात खाने, त्यहाँबाट मात्रै काम गर्ने साथीहरू। अब पहिलातिर पो बर्थडेहरू भन्दाखेरि एक्साइटेड हो, घरबाट पैसा माग्यो, साथीभाइहरूसँग घुम्नु गयो यता त्यता यस्तो हुन्थ्यो। अब अहिले त के है, नानीको आमा भएपछि ल बनिँदै गर्नुहोस् मेरो ब्लगमा। तपाईँलाई म देखाउँछु म कसरी बर्थडे सेलिब्रेट गर्दो रहेछु भनेर। ल साथीहरू मलाई चाहिँ यति डरलाग्दो रिस उठ्यो कि हेर्नु न, बुढाले अलिअलि काम पो सघाइदिन्छ होला भनेको छ। गयो त्यहाँ इमारी भएर बजार, कता रिस उठेको होइन त। गएछ अब गएछ भनेर पनि के फाइदा, गइ त सक्यो। त चाहिँ रिस उठेको घर चाहिँ भएको तपाईँलाई देखाइहालेको थिएँ होइन। कस्तो चाहिँ भइरहेको थियो घर। अब भाँडा चाहिँ धुइसकेँ, भाँडा र ओछ्यान चाहिँ मिलाइसकेँ हो। अब योहरू मिलाउनुपर्छ, साफसफाइ गर्नुपर्छ, बढाल्नुपर्छ, नुहाउनुपर्छ। तर मेरो छोराले मलाई कति हेल्प गर्छ आजकल त। मेरो छोरा ठुलो भएको छ हो, पुरा सघाउँछ उसले मलाई काम। बा होइन बा बुढा अचानक गयो बजार होइन, बा सरप्राइज गिफ्ट दिनु गएको हो कि मलाई, बा केही सरप्राइज दिन्छ कि इस नापेर दिन्छ मलाई को भन्दा पनि बुढाले सरप्राइज। त्यो पनि बुढीलाई नदियो भनेको नि कहिले जिस्काएको मात्रै हो। साथीलाई भेट्नु जानुभएको बुढा चाहिँ साथीले भेट्नु बोलाउनु भएर हो। अन्त बुढाले चाहिँ मलाई अस्ति नै दिइसक्नुभयो बर्थडे गिफ्ट। मैले योभन्दा अगाडिको ब्लगमा पनि हालेको छु एडभान्स बर्थडे गिफ्ट बुढाकोबाट भनेर, तपाईँले हेर्नु सक्नुहुन्छ। ओके अहिले भेटौँ न साथीभाइहरू।
चाहिँ नुहाइधुवाइ गरेर भर्खरै ढल्केर उठेको भुँडी दुखेर हो। अन्त यहाँ चाहिँ हाम्रो भाइले विङ्स बनाउँदैछ। अन्त म चाहिँ यो सुपसँग भात तताएर खानु आँटेको। मलाई चाहिँ पुरा भोक लाग्यो। अन्त हाम्रो यहाँ सोनु बर्थडे मनाउनु आइरहेको छ। बर्थडे नमस्ते भन्दा नमस्ते। अब यो चाहिँ सुतेर भर्खर उठेको हो, नुहाएको होइन, सुतेर भर्खर उठेको कि हामीले गीत गाएकै पर घर गइकन आएको। नुहाइधुवाइ गरेर चाहिँ मलाई कस्तो भुँडी दुख्यो नि त कि साथीहरू। आज नढल्केर एउटा ढाडहरू दुखेको जस्तो भएर चाहिँ एकछिन ढल्किदिएको थिएँ। सुत्नु सुत्दै तोहरू गीत गाएको सुनिरहेको थिएँ मैले। अन्त बुढा चाहिँ हेर्नु रात परिसक्यो। कति बजे? 6 बजे न? 6:30 6:30 7 बज्न आँटिसक्यो। हेर्नु बर्थडे छैन, अहिलेसम्म आएको छैन। यस्तो हुन्छ अहिले आएस् त। साथीहरूसँग साङ्ग्रिला गयो कुदिरहेको छ बुढा चाहिँ हो। बुढी चाहिँ यहाँ बर्थडे भन्दै भाँडा धुयो, सफा गर्यो। जिन्दगी झन्डुबाखिरी घमण्डबा केटीहरू बिहे त्यस्तो हुँदो रहेछ। मेरो पति परमेश्वर आइपुग्नु भएछ। केक काटु? म काट्दिनँ, तिमी काट जाऊ। आमा आउनु केक काट्नु भन्दैछ। यहाँ चाहिँ मलाई चाहिँ एकदमै बिसन्चो भयो साथीहरू। बर्थडेको दिनमा के भयो भयो यस्तो हो। वकहरू आएर भुँडीले दुखेको जस्तो हुँदैछ। अघि चाहिँ हेप्पी भुँडी र ढाड दुखेको थियो होइन दिउँसो। त्यो दुखेको चाहिँ अलिक सन्चो भयो, तर पनि ज्वरो आउनुको लागि ल त्यस्तो लागेको छ। जिउहरू बिसन्चो भइरहेको छ, कता कता दुखेको जस्तै पनि कस्तोहरू भइरहेको छ हो। अब यस्तो हुने रहेछ, मेरो बर्थडे हरिस हुने रहेछ। के अरे केक हजुर कत्रो मोटे देख्यो। भाइको रहरले गर्दाखेरि मात्रै मैले सिम्पल केक ल्याइदिएको। बुढीले काट्ने रहर गरेको त मलाई मिलाइदिन्थेँ, राम्रो ल्याइदिन्थेँ। म खानु पनि त हुँदैन, काट्ने पनि होइन, म खाने पनि होइन, खानु पनि हुँदैन मैले केक। अन्त चाहिँ ठिक ठिकैको ल्याइदिएको। म चाहिँ साथीभाइहरू केकहरू खाँदिनँ नि त, किन भन्दाखेरि चाहिँ अब केकहरूतिर अन्डाहरू मिसाएको हुन्छ हो। केकहरूतिर अन्डाहरू मिसाएको हुन्छ, त्यही कारणले इच्छा हुनुपर्छ। अब यत्रो बुढी भएर काटिरहनु है, कहाँ हाँस्यो उर्दो काट्दिनँ भनेर भनेको। तर पनि अब सानोभरि नानीको बिहानदेखिको भनेको होला, नानीले केक बजार जाउँ, केक ल्याउँ, बजार जाउँ, केक ल्याउँ भनेर के। तर सानोभरि केक छ, नानीको इच्छाको लागि त्यो चाहिँ काटिदिन्छु म। यहाँ चाहिँ नाच्दै उफ्रिँदै गर्दैछ। अब मैले चाहिँ अतीतलाई पर्खेको, अतीत आएर चाहिँ केक काटिदिइहाल्छु। अलिकति लिपस्टिक त लगाउनु पऱ्यो होला नि त होइन, केक काट्दा त लिपस्टिक लगाइहाल्छु र अलिकति भएको रहेछ बुढाले। थ्याङ्क यू बुढा, थ्याङ्क यू छोरा, छोराले गर्दा मात्रै हो। Happy birthday to you. Happy birthday dear mama. Happy birthday to you. May God खै भाइले भनेन त हौ। bless you. May God bless you. Happy birthday dear mama. खै भनेको? Happy birthday to you. Video गरेको रे भिडियो. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Wait, tiba-tiba mana paling dah? Hello. Happy birthday. Happy birthday. Mojo. Happy birthday to you mama भन. Happy birthday to you. Thank you. मैले त्यस्तो गर्दा गीत गाउनु त। जोडले भन जोड. आज बर्थडेको दिन भाइले ह्यापी प्रश्नमा चाहिँ हेभी. अब चाहिँ किचनमा हुन्छ साथीहरू। अब केकको कार्यक्रम भयो हो। एरिया यति होइन, तर होइन अहिले उयोसँग पुऱ्याइदिउँ है, चिकनहरूसँग केक पनि सिधै है।
बुढाले चिकन ससेस ल्याउनु भएछ के ल्याउनु भयो अरू ससेस र यहाँ के को ससेस हो यो पनि चिकन हो यो पनि यहाँ चिकन ससेस रहेछ यहाँ ससेस नै रहेछ क्याभेन्टर्स दार्जिलिङ अनि यहाँ चाहिँ हाम्रो चिकन विङ्स र डायमन्ड उयो हुँदैछ म्यारिनेट हुँदैछ फ्राई हुनु थाल्यो साथीहरू हिजो पनि भाइले यसरी बनाइदिएको थियो एकदमै मिठो भएको थियो हो सबले तारिफ गर्यो त्यसको ए भाइ ल यो त काट्नु पर्छ नि कसो नकाटी गरेको यो यो त उसको त के भएको यस्तो मुनिको पिला विङ्स के खै उयो त्यो मेरो डल्लो हाल्दिँदैछु त ऊ सानो ला के गरेको यो पानी यहाँ अचारको लागि रेडी छ ए बर्थडे गर्ला त्यस्तो भनेको भेट्लास् नि अहिले मेरी मन को किया तूने क्या इशारा बदला ये मौसम लगे प्यारा जग सारा छूकर मेरी मन को प्यारा जग सारा छूकर मेरे मन को किया तूने क्या इशारा आज चाहिँ अब बर्थडे गर्लले टेस्ट गरिहाल्छ भाइले भनेको जस्तै पहिला उसलाई के लगाइदे पहिला मुखलाई त्यहाँबाट चिप्टा लगायो अरे पहिला आफूलाई त्यहाँ च्यापुला पछि अब बर्थडे गर्लले टेस्ट गरिहाल्छ नि त होइन अचारमा खतरा पिरो अचार इज खतरा पिरो साथीहरू मलाई त मन पर्यो त लास्टको टेस्ट यो चाहिँ चिकन डायमन्ड थियो हो भाइले गीत गाउनुको चक्करमा यहाँ डल्लै डराइदिइराखेको छ डल्लै डर कालले बनाइदियो यस्तो मन पर्थ्यो मलाई तपाईँको यो मारिदिउँ एकछिन कति कुरा खोर्सानी भक्क हाल्यो नि त भोलि चाहिँ कालो टोइलेट कालो यहाँ बाहिर चाहिँ बर्थडे मनाउनेहरू चाहिँ यहाँ छ ह्याप्पी विन्टर यहाँ हेर न यहाँ चाहिँ मेरो छोराले के बनाएको यहाँ लभ बनाएको हेर्नु नि मेरो छोराले के लेखेको लभ लिएन लेखेको एउटा इन्डिया बनाइदिउँ न इन्डिया साथीहरू इन्डिया बनाउँछ है अम्बो के लामो इन्डिया हो अन्त उल्टा भयो यहाँ बनाऊ न अब यहाँ अलिक सानो धर्का तान न अन्त सानो भयो यहाँ राम्रो भाइले इन्डियाको फ्ल्याग बनाएको वाउ 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 अन्त आइसला खै यहाँ मेरो छोराले फ्ल्याग बनाएको इन्डियाको फ्ल्याग ए यही थिएछ नि सुल्टा आमाले पो उल्टा बनाउनु लागेछ त यही थिएछ सुल्टा कुन चाहिँ हो सुल्टा यो हो कि यो है झन्डा यता फर्केको हुन्छ यता हुन्छ है यता नि है कता हावा चल्छ अब
के अरे कता हावा चल्छ त्यो त भुल्छ हुनु त हो ठिकै तर पनि होइन बनाउँदाखेरि कताबाट बनाउँछ भनेर हौ। अब बर्थडे स्टार्ट भयो साथीभाइहरू यहाँ लिएर म गर्दैछु त हल्का रमाइलो त्यहाँबाट त गीत मेरो एउटा बिचको डान्स गर्ने गीतहरू लगाउनु है डान्स गर्ने गीत चाहियो अरे ए त्यहाँ नगरे उयोमा तल उयो हुन्छ नि फेरि यहाँनिर चप्पल बुझिन मैले तिम्रो माया जब तिमी मसँग थियो भन्नेहरू म त गीत गाइदिन्छु आइदिन्छु आएको फाइले छु नानीलाई दबाई खाने साह्रो साह्रो पऱ्यो कि होइन अहिलेदेखि बसेको होइन हामी दबाई खान्छ कि भनेर यसरी आँखाहरू चिम गर्नुपर्छ उसले दबाई खाँदा हो के गर्नुपर्छ लु छिटो छिटो छोरा छिटो लु चिम आँखा चिम छिटो लु खाऊ यहाँ बाहिर चाहिँ बक्सले धोका दिएर एकछिन बच्चा फेरि छ्याप्पै हुन्छ हो यो चाहिँ आगो पनि निभिसकेछ खै उयोहरू पनि छैन रहेछ यही त हो त बक्स अन्त अर्को त्यो बिग्रेको छ नि त त्यो पनि कालो भइसक्यो तेल पनि कालो ठिकै रहेछ साथीहरू हामी चाहिँ खानापिना खाएर पनि यहाँनिर आगो ताप्दै बसिरहेको छु होइन मेरो बुढा र नानीले पनि खाएर सुतिसक्नु भयो हो अन्त यहाँनिर के अनि यहाँ चाहिँ हामी सबैजना छौँ उसको सबैजना छु हामी मेरो दादाहरू पनि अनि उसको बहिनीहरू पनि मेरो भदाईहरू पनि हामी दुइटा एउटै हो भन्दा पनि हामी एउटै हो अब उसको जे पर्छ मेरो पनि त्यही हो त्यही नै भनेको अहिले चाहिँ हाम्रो भर्खर मैले भिडियो बनाऊ भन्दा अगाडि चाहिँ झगडा पऱ्यो नि त कसले फर्स्ट विस गर्यो भनिकन त्यसको चाहिँ उसलाई नै भनौँ उसलाई नै क्वेसन गरौँ कसले चाहिँ फर्स्ट विस गर्यो भन सबैभन्दा फर्स्ट विस गर्ने चाहिँ मेरो बहिनी सेकेन्ड भाइ थर्ड मेरो भदै तिमीलाई नि गीत गा तर तिनजनाले सबसेभन्दा फर्स्ट विस गरे यति 12 बजी नै टक्कै विस गरेको प्रतिष्ठाले पनि 12 बजी यसले पनि 12 बजी गर्यो अन्तखेरि भाइले पनि 12 बजी नै गरेको गीत गर्न माया छ बिर्सी जानेलाई छोडी जानेलाई माया छ बिर्सी जानेलाई सम्झनाको रहरहरू मेरो मनमा हुँदै नै छ टाढा टाढा तिमी गए पनि सम्झना आइरहन्छ सम्झनाको लहरहरू मेरो मनमा सम्झना आइरहन्छ छोडी जानेलाई माया छ एक नाले बन्द तिमीसँग गाँसे दुःखमा हाँसु लु हाल रिया हाल तिमीसँग गाँसे दुःखमा हाँसु भित्र मासुहरूलाई लिएर आऊ न हेर अब चाहिँ फाइनली बर्थडे सकेको हो मेरो चाहिँ यो बढाल्ने काम पर्छ काम छ अझै 12 बजी अहिले चाहिँ 12 टक्कै बज्यो हो मेरो चाहिँ यो बजाउने काम छ अब चाहिँ हामी बक्स लगेर उतापट्टि डान्स गर्ने हो अन्त म चाहिँ यहाँ बढाल खुलेर पाएँ फेरि भोलि बिहान मलाई बुढाले मार डालेका हिँड्दै गर्न उता यहाँ चाहिँ दादाले फोन पक्रिरहेको छ हो हामी सबैको
अन्त यहाँ चाहिँ काकीले बढाल्नु हुँदैछ हामीले मैला गरेर अन्त मामा चाहिँ यहाँ चाहिँ सेन्टी भएर मामा प्लिज डाउन हाम्रो मामा चाहिँ सेन्टी भइरहेको छ हो किन हो थाहा छैन मलाई पनि दिनको बर्थडे यस्तै हो बिहान पनि मैले कुच्चो भाँडा पक्रिरहेको थिएँ होइन अहिले पनि सक्यो रातको 12 बजिसक्यो होइन अब चाहिँ हामी यहाँ माथि राख्न यहाँ माथि अब कसले टाक्छ कि यहाँ चाहिँ दादाले आगो अब चाहिँ म 12 बजिसक्यो अहिले चाहिँ हो अब चाहिँ बोतल खुला पारेर सुत्न आँटेको हामी चाहिँ यहाँ नि ज्यादा भएको बादरी मैला परेर होइन बादरी होइन हामी म त होइन म त होइन अरू मात्रै हो भनेको मतलब चाहिँ उयो म चाहिँ यहाँ बढाइदिन्छु मेरो चप्पल अब काकीले सफा गर्नुहुन्छ भोलि बिहान ए भाइ जग्गा पानी थापेले त अलिकति बिचारा मम्मी सेन्टी भयो मेरो चाहिँ बिहानदेखिको काम बर्थडे गर्ल भन्छ होइन त्यो मैले भने त मुला हालेको छ मुला बर्थडे गर्ल भन्छ यहाँ देखाउनु मलाई बर्थडे गर्ल भन्छ होइन बिहानदेखिको अब यहाँ बर्थडे गर्ल भन्छ होइन बिहानदेखिको यही छ मेरो कुच्चो भाँडा खाएँ पिएँ होइन बर्थडे सक्यो हो फेरि यही हो यही हो मिली गाई खाएको चिसो पानी अलिक जय गोर्खाल्यान्ड नि भनिदिनु चिसो लाग्छ चिसो लिएन यो बढाउनु पर्छ मार्छ हौ दाके दाग भइरहेको छ अलिक त बढाल्छु नि ए छोरै हिँड्यो यहाँ ए भोलि मामाले धुनुहुन्छ अरे कस्तो राम्रो भाइ अलिक ज्यादा पानी थापेर अलिकति अलिक दादा पानी थपेर ल्याउनु अरे अलिकति छोड्न अलिकति सफा गरिराख्छु हौ अलिकति सफा गरिराख्नु अरे भोलि बिहान तपाईँले झुटले धुइदिनुहोस् त सफा चाहिँ गरिराख्छु म अलिकति जा रकी जा यहीँ उठाउँछु यहाँ यता सफा छ यता सफै रहेछ हो हजुर उठायो भने चाहिँ के हुन्छ ए उयो बोरा थापा अलिकति बर्थडे गली बर्थडे गली मैले सफा गर्दै बिसन्चो भइरहेको छु म ढाड दुखेर भुँडी दुखेर तपाईँलाई मैले भने त तपाईँ पनि जस छैन जान बस्देको अर्को चाहिँ किन आएको भिड आएको खै मोटो सबै खै मेरो दिदी ब्रस गर्दैछ आमा हामी त सिबिलाई यहाँ चार्जर के गरिदिएको यस्तो खै मैले दादालाई राख्नु दिएको थिएँ त मेरो फोन पनि दिएको थिएँ सँगसँगै मेरो फोन होइन यो हो त मेरो फोन हो त पानी हाल्ने त राख्नु पज गर्दै बन्न न लाटी पज गर्न यहाँ हाल्नु अलिक के साह्रो उयो गरेको अन्त यो सबै यहाँ हाल त अघि के हो नि यहाँ हाल्नु यहाँ कालो कालो भएको हाल्नु बर्थडे गर्छ यहाँनिर बडालेछ दादा यो पक्रिदिनु त गोजीमा गोजी छ भने चाहिँ झार्नु नि त्यहाँनिर अङ्कल सुत्नु पर्ला मलाई मार्छ अलिक थाप्न अन्त पानी नभएको उयो नहाल तिमी उहाँ गएर उयो हिँडिरहन्छ त फेरि लिइरहन्छ रातभरि हिँडिरहन्छ उता निक्ली खुट्टा पुस्न त्यहाँनिर उनी उयो भित्र पनि त्यस्तै पारिदियो ए बरिस्टा भित्र त्यस्तै पारिदिस् त म चाहिँ रातभरि पुसिरहनु ठन्डी महिना जाडो छ यहाँ पनि काकी यहाँ पनि हाम्रो काकी गुड हाल्नु न तपाईँ बढाल्नु न सक्यो भने गइहाल्छु नि हाम्रो काकीले बढाल्नु हुँदैछ यहाँनिर बर्थडे गर्लले चाहिँ सफा गर्नु हुँदैछ